आजभोलि कहिले खाना नआएको हिजो किन पकाउनु पर्यो त र भिडियोलाई अन्तिमसम्म हेर्नु गाइज। हेलो गाइजहरु, है तपाईहरु सन्चै हुनुहुन्छ र म पनि एकदम सन्चै छु। आजको दिन चाहिँ सुरुवात चाहिँ हाम्रो खानामा अर्डर आउँछ र त्यसपछि म चामल धुन्नतिर लाग्छु। त्यसमाथि पानी हालेर धमिलो पानी फालेर सफा पानी हाल्ने हाल्दै थिएँ। मम्मी आएर फेरि चामल थप्नुहुन्छ किनभने गुराक थपिएको कारण। त्यसपछि भातको टोपी र दालको टोपी लगाएर माझ फालिदिनु। दुईटा त जोडी छ, मेरो चप्पलको पनि जोडी छ। अनि चाहिँ तिम्रो चाहिँ जोडी कहाँ छ भने कमेन्ट डाउन गरिदिनु। यति गरिसकेपछि यता ड्याडी तरकारी केलाएर काट्दै हुनुहुन्छ। मेरो चाहिँ काम चाहिँ यताउता जाने, यताउता ल्याइदिने, यताउता धोइदिने, यताउता पुऱ्याइदिने सबै काम भइरहेको। खानासँग मासु नभएपछि के बनाउँछ भनेर ड्याडी चाहिँ भुटो बनाउन लाग्नु भयो। मेरो काम चाहिँ हेल्पर भइरहेको थियो। यता चाहिँ ड्याडी फेरि म चाहिँ भुटो बनाउँदैन हुन्थ्यो। मैले भिडियो बनाएर ड्याडीको अगाडि भिडियो बनाउन एकदमै शरम लाग्छ, जतिको मम्मीको अगाडि कति पनि लाग्दैन। फाइनली गाइस खानासँग खसीको भुटो रेडी भइसकेको थियो। उहाँलाई एकदमै भोक लागेको कारणले मैले ढिला नगरी खाना पनि हालिदिएँ। खाना चाहिँ हाम्रो आफन्त जनहरू आउनुभएको थियो, बिरामी भएर उहाँहरूलाई नै थियो र अहिले चाहिँ म दैली आएको थिएँ र लिएर गएर गएँ। मलाई आज भोक मात्र होइन थकाइ पनि एकदमै लागिरहेको थियो, किनभने म अर्को भिडियोमा भन्छु। त्यसपछि म गम्मा भात खानातिर लागेँ। यति भात के खाइसकेको थिएँ। यता भने मेरो नाइट ड्युटी सुरु हुन्छ। हजुरहरूको हुन्छ कि न हो डेली नाइट ड्युटी? मेरो त डेली नाइट ड्युटी हुन्छ यार। शरीर पनि एकदमै दुखिरहेको छ, तर के गर्नु, गर्नै पर्छ, कसले गरिदिन्छ। अहिले कहाँ यस्तै लाग्छ। लाइफमा जति दुःख गर्यो त्यसको डबल दुःख भइरहेको छ। दुःख भने कहिले आएन, आउला नि भन्ने एक दिन पर्खाइमा छु। खराब म होइन, मेरो खराब समय चलिरहेको छ। कसैलाई भन्न र बुझाउन पो सक्दैन। बाहिर हेर्दा मात्रै हो हाँसो, तर क्या पता अंदर का। अरे यार छोड़ो उन सब, ये तो सबके साथ होती है। मैं कभी ऐसे सोचता हूँ क्या है ना, जो होता है ना अच्छे के लिए होता है। हाँ भाई अपना टाइम आएगा। नेक्स्ट वीडियो, बाय।